हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ सो स्पेसल डे किनभने हामीले चाहिँ 3 वर्षको पिकेज कोर्सलाई चाहिँ कम्प्लिट गरेको कारणले चाहिँ आज चाहिँ हाम्रो नेसनल थियोलोजी कलेजमा चाहिँ फेयरवेल हुन गइरहेको छ र हाम्रो फेयरवेल चाहिँ 3 बजी हुन गइरहेको छ। मसँग चाहिँ दुईवटा क्यान्डिडेट थियो, एउटा बहिनी थियो अनि एउटा मेरो थियो। घरि चाहिँ किताबहरू मिलाएर गीतहरू गाएपछि चाहिँ अनि खाना खाने टाइम भयो। त्यसपछि हामी साथीहरू खाना खाँदैछौँ गाइसहरू। खाना खाइसकेपछि रुटहरू चाहिँ फेयरवेलको लागि चाहिँ तयारी गर्दै थियो। त्यसपछि हामी चाहिँ जानु भनेर तयार भयौँ। दाइहरूले चाहिँ यहाँ चाहिँ कलेज एस्पायर गर्दै हुनुहुन्छ भन्दै सब बगान लागिरहेको छ नि, त्यही भएर म निकाल्छ यहाँ चाहिँ ज्याकेट ओढेर हिँड्छ। हामी लगनहरू जानको लागि बस्छ चाहिँ गाइसहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। होइन नि ब्याङ्कमा पुग्यौँ, त्यसपछि कामको सुतेको जस्तो भइरहेको पनि हामी चाहिँ फसेर आयौँ। त्यसपछि मैले पनि टाउकोहरू धोइसकेपछि म पनि तयार भएँ। लगनको गाडी फर्केर आउँदैछ दाइजहरू। साथीहरूले चाहिँ धमाधम खानेकुराहरू चाहिँ तयार पार्दै रहेछ। त्यसको लागि यो चाहिँ हाम्रो आजको फेयरवेलको खानाहरू चाहिँ अनि आजको हाम्रो आउटफिटहरू देख्नु भएछ। अनि त्यसपछि हाम्रो फेयरवेल चाहिँ सके गाइसहरू। सर म्यामहरूले चाहिँ इन्करेजिङ उहाँले चाहिँ सेयर गर्नु भइसकेपछि चाहिँ हामीले चाहिँ फोटोहरू यताउता खिचेर प्रार्थनाहरू अन्तिम प्रार्थनाहरू सकेर चाहिँ आज हाम्रो फेयरवेल भएको कारणले हामीलाई पनि सरहरूसँग चाहिँ खानाहरू तपाईँले देख्न सक्नुहुन्छ। र त्यो चाहिँ सर्भ गर्दैछ खानाहरू हामीलाई चाहिँ। अनि वी अल्सो एक्साइटेड टु इट फुड। अनि युनिस भाइले पनि सर्भ गर्दैछ। अनि हामीले पनि खानाहरू खानु चाहिँ स्टार्ट गरिसकेको गाइसहरू। त्यसै हामी सकिसकेपछि अरूले पनि खाँदैछ गाइसहरू। तपाईँहरू देख्न सक्नुहुन्छ चाहिँ हाम्रो क्रिस्चियन एन्टिस कलेजको ठ्याक्कै म भ्लग बनाउँदै थिएँ त्यति बेला झ्याप्पै पठाइदिनु भयो। सबैजना खाइसकेपछि रुटी पनि यहाँ खाँदैछ गाइसहरू। देख्न सक्नुहुन्छ एउटा सिङ चाहिँ जिम्मेवार गर्दै हुनुहुन्छ अनि अरू चाहिँ राम्रो फुलेको जाँदै हुनुहुन्छ हाम्रो रुलाकर बहुत रो रहे थे बारिश भी आ रहे। So hi everyone guys, so welcome back to our new video. यो चाहिँ इमाको भ्लग हो, मेरो खासमा मेरो भ्लग होइन तर पनि हामी अहिले बत्ती गएको छौँ गाइस। सो त्यही भएर चाहिँ यता हाम्रो इमा हुन्छन् उसले चाहिँ पुरै बत्ती बालिदिइरहेको छ अहिले यता छन् अनि मोनिका। सो आज ऊ एकदमै रोको थियो त्यही भएर चाहिँ मैले आँसु पुज्न पाइनँ उसको। ऊ चाहिँ 60 प्लस बहिनी पनि पर्छ एन्ड त्यो मेरो यता एक्नी पनि देखिरहेको छ एकदम छ। यो चाहिँ मेरो भतिज, यो भान्जी एकदम स्विट भान्जी। अनि यता इमीमा छ तर मै समात्छु एकछिन ल उसलाई देखाउँछु। सो अल दे आर प्रिटी गर्ल अनि त्यही नै हो के बोलौँ भयो। अनि हाम्रो यता भाइ आएको छ हेर्न सक्नुहुन्छ। His name is Yunis Thami. He is from Dolka. I am actually from Daling. म चाहिँ यहाँ बच्चैदेखि यहाँ बसेको त्यही भएर आफ्नो गाउँको याद आउँछ। अनि ऊ चाहिँ उत्तर पश्चिम कञ्चनपुर। सी इज फ्रम कञ्चनपुर। अरू के भन्नु? Yes, now she is going to leave us. Leave me. यो चाहिँ मेरो भतिज एकदमै गफाडीवाला छ। खास मामा त्यस्तो छैन, काका त्यस्तो छैन। काका चाहिँ अलिक सोच्छु छु त्यही नै हो। ऊ पनि उसलाई चाहिँ देख्नु ऊ पनि अब ग्रेजुएसन भइसकेको छन्। यताबाट चाहिँ आइतबार चाहिँ ग्रेजुएसन छ। यो भान्जीको चाहिँ विदाउट BTS कम्प्लिट सी इज गोइङ टु बी अ ग्रेजुएट। वाउ। सो त्यही नै हो गाइस। अनि लाइक यस्तो आएको छ। सो त्यही नै हो भन्न चाहन्छु। मेरो यति धेरै पसिना आएको छ तपाईँले हेर्न सक्नुहुन्छ। बाइ बाइ एभ्रिवान। So guys, so welcome back to a new video. आकाश पनि कडाङ कुडुङ कुडुङ कडाङ भइरहेको छन् भने हाम्रो यता भतिज मेरो यो भतिज हो अनि यो चाहिँ मेरो भान्जी हो। वाउ
pretty cool मान्छे अनि हाम्रो यहाँ सर अविनाश सर हेलो व्हाट्सअप Everything is good, sir. वाउ द्याट्स कुल दाजुभाइ के छ के हेरिराख्नु भएको Hey, look here. एक्जाम पेपर आइसकेको छन् तर अझै हामी रमाइलो भइरहेको छौँ हेलो के छ खुसी निका ठिक छ के छ दिपेश एउटा शब्द बोलिदेऊ न त म एकदमै खुसी छु आज वाइ यु आर सो ह्याप्पी खाना पायो आज एकदम धेरै अनि अनि एकदमै यहाँ 5 स्टार होटलमा जस्तो लागिरहेको छ सबै यहाँनिर हाम्रो दाजुभाइले सब सर भनिरहेको छ हामी चाहिँ खाने पिउने इन्जोय गर्ने मात्र हो सो कुक म्यान चाहिँ मैले हो गाइस मैले कुक गरेको थियो अनि यता हाम्रो बहिनीहरू एकदमै भाँडा माझिरहेको छन् सो दे आर सो pretty girl and pretty boy अध्यारो ऊ चाहिँ मेरो रेखा बहिनी अनि यता बत्ती गइसकेको छन् यता हाम्रो अर्को साथीहरू बत्ती बाल्दै भिडियो बनाउँदैछन् गाइस I'm so excited because God has given me this beautiful day and चट्टान पनि लाग्दैछ कुडुङ काडाङ पानी पनि परिरहेछन् so happy God bless you all bye bye